यहाँबाट धस्रे यहाँसम्म आइपुग्यो। घाइते हुनेको रगत अझै पनि यहीँ छ। खासमा बाइक ठोकियो त्यहाँ। बाइक त्यहाँ ठोकिएर बाइक तल पुग्यो। अनि बाइकमा चढ्ने व्यक्तिहरू चाहिँ पछाडि बस्ने चाहिँ यहाँ आएर चाहिँ ठोकिएर रगत चाहिँ झरेछ। खासमा चाहिँ यो दुईजना मिसहरू प्रत्यक्षदर्शी हुनुहुन्थ्यो। उहाँहरू नभागेको भए उहाँहरूलाई चाहिँ बाइकले ठोकिदिन सक्ने भन्ने चाहिँ उहाँहरूले भन्नुभएको थियो। उहाँहरूलाई ठक्कर दिन सक्थ्यो उहाँहरू नभागेको भए भन्ने कुरा गर्नुहुन्छ। धन्न बाइक चाहिँ तल पुग्यो। यस्तो अवस्था छ बाइक चाहिँ। यहाँनिरबाट यहाँ स्लाइड भएर हेडलाइट यहाँ ठोकिएर त्यहाँबाट यहाँ पुगेको